चाहिँ अब ध्यान दृष्टिबाट हेर्दाखेरि यो काबल मृत्यु मार हुन्छ त्यसलाई है त काबललाई हो तिमीलाई यो ग्रहले भेटेछ भनेर के अरे भगवान् बुद्धले भनिसकेपछि मृत्यु भनेपछि सबै चिजहरू डराउने छ नि पशु त डराउँछ हामी मानव किन नडराउँछ फेरि त्यो पनि अब देवलोकको त राजा इन्द्र जस्तो अनि उहाँले छिटो सोध्नुभएछ भगवान् बुद्ध यसबाट म बद्ने उपाय केही छ भनेर सोध्नु भएको छ त त्यो कथा चाहिँ यही उयसको घ्यासियो पूजा यसमै पाठमै छ यो कथाहरू छ है त यो त्यतिको मैले उयो बनाएर भनेको होइन नि यो अब तपाईँहरू भोलि बसै यो नेपालीमा ट्रान्सलेट गरेर तपाईँहरू पढे पनि हुन्छ यो चाहिँ हाम्रो शरीरको सट्टा चाहिँ यो बनाएर हामीले चाहिँ दान गर्ने हो क्या यो चाहिँ तपाईँको यो हामी नै भन्नु तपाईँ नै ठान्नु पर्यो उहाँ नै ठान्नु पर्यो त्यस्तो ए हामी नै ठान्नु पर्ने हजुर हाम्रो शरीर यो सबै नङहरू पनि काट्नुपर्छ होला आज त हजुर नङ कपाल लुगाको सबैको हजुर काट्नुपर्छ नि कपालदेखि पुरै ध्यान दृष्टिबाट हेर्दाखेरि यो काबल मृत्यु मार हुन्छ त्यसलाई है त काबललाई हो तिमीलाई यो ग्रहले भेटेछ भनेर के अरे भगवान् बुद्धले भनिसकेपछि मृत्यु भनेपछि सबै चिजहरू डराउने छ नि पशु त डराउँछ हामी मानव किन नडराउँछ फेरि त्यो पनि अब देवलोकको त राजा इन्द्र जस्तो अनि उहाँले छिटो सोध्नुभएछ भगवान् बुद्ध यसबाट म बद्ने उपाय केही छ भनेर सोध्नु भएको छ त त्यो कथा चाहिँ यही उयसको घ्यासियो पूजा यसमै पाठमै छ यो कथाहरू छ है त यो त्यतिको मैले उयो बनाएर भनेको होइन नि यो अब तपाईँहरू भोलि बसै यो नेपालीमा ट्रान्सलेट गरेर तपाईँहरू पढे पनि हुन्छ यो चाहिँ हाम्रो शरीरको सट्टा चाहिँ यो बनाएर हामीले चाहिँ दान गर्ने हो क्या यो चाहिँ तपाईँको यो हामी नै भन्नु तपाईँ नै ठान्नु पर्यो उहाँ नै ठान्नु पर्यो त्यस्तो ए हामी नै ठान्नु पर्ने हजुर